दुर्गा अफिसियल युट्युब च्यानलमा फेरि पनि नयाँ कथा लिएर आइसकेको छु। आकाश र स्नेहाको प्रेम कथा। आकाश र स्नेहाको भेट पहिलोपटक कलेजको पहिलो दिनमै भएको थियो। भिडभाडमा भएको क्यान्टिनमा आकाशले देखेको एउटा मुस्कानले उसको मनमा गहिरोसम्म बसिसकेको थियो। स्नेहाको आँखा भित्रैदेखि चम्किने त्यो माया आकाशले कहिले अनुभव गरेको थिएन। भेटघाट, कुराकानी र साथ बिताउँदै जाँदा उनीहरूको सम्बन्ध मित्रताबाट प्रेमतिर बिस्तारै अगाडि बढ्यो। 2 वर्षको प्रेममा उनीहरू एक अर्काको संसार बनिसकेका थिए। आकाश सपनाभरि भविष्यका योजना कथ्यो। नोकरी, परिवार, सानो घर अनि स्नेहासँग बिताउने अनगिन्ती पलहरू। स्नेहाले पनि आकाशलाई आफ्नो जीवनको एकमात्र सहारा ठानेकी थिए। दुवैलाई लाग्थ्यो अब केही पनि उनीहरूलाई अलग गर्न सक्दैन। तर जीवनले कहिल्यै सोचेको जस्तो बाटो दिँदैन। स्नेहाको घरमा समस्या सुरु भयो। उसका बाबुआमाले अर्कै परिवारमा विवाह पक्का गरिदिएका थिए। स्नेहाले निकै रोइ कराई, धेरै पटक आफ्ना भावनाहरू बताए, तर घर मान्न तयार थिएन। प्रेमले पेट भरिँदैन। उसको बाबुको कठोर शब्दले स्नेहाको मन टुक्रिएको थियो। आकाशलाई यो कुरा थाहा भएपछि संसार नै खसे झैँ भयो। उसले स्नेहालाई काखमा लिएर लाखौँ पटक सोध्यो, तिमी मेरो थियो, होइन? आज किन यस्तो भयो? आँसु झार्दै स्नेहाले भनी, म आज पनि तिमीलाई मन पराउँछु आकाश। तर म एक छोरी मात्र हुँ। मेरो आवाज यहाँ कोही सुन्न चाहँदैन। आकाशसँग कुनै शब्द थिएन। दुःख कति गहिरो हुँदो रहेछ भन्ने कुरा मानिसले तब बुझ्दो रहेछ जब आफ्नो सबैभन्दा प्रिय मान्छेलाई बचाउन एक शब्द पनि काम नलाग्ने स्थिति बनिदिन्छ। विवाहको अघिल्लो रात स्नेहाले आकाशलाई अन्तिम पटक भेट्न आई। उनीहरू दुवै मौन थिए। स्नेहाको हात काँपिरहेको थियो। आकाशको मन भत्भती पोलिरहेको। म बिर्सिन सक्दिन, आकाशले बिस्तारै भन्यो। तिमी किन बिर्सिनु पर्ने? स्नेहाले आँसु पुछ्दै भने, म त तिम्रो मनमै रहन्छु आकाश। बस वास्तविकताले हामीलाई छुट्याइदियो। त्यसपछि स्नेहाले आकाशको हात समातेर अन्तिम पलसम्म नछोड्ने गरी कसी। त्यो क्षणमा दुनियाँ थमिए जस्तै थियो। एक अर्काको सबैभन्दा पवित्र थियो, तर कहिले पुरा नहुने। अर्को बिहान स्नेहाले घर छोडेर विवाह गर्नुपर्ने। आकाश त्यही ठाउँमा बसेर आकाशतिर हेरिरहे, जहाँ उनीहरूका सबै सपनाहरू हराएर गएका थिए। समय बित्दै गयो, तर आकाशले आफ्नो मनबाट स्नेहालाई कहिल्यै हटाउन सकेन। आमा बाबुको लागि स्नेहाले स्वीकारेको त्यो निर्णय उसको जीवनलाई सही बाटोमा लैजान कोसिस त गर्यो, तर माया भने उसको भित्री चोट बनेर सदैव जीवित रह्यो। स्नेहाको बिहेपछि पनि वर्षौंसम्म आकाशको फोनमा एक गीत बारम्बार बजिरहन्थ्यो। तिमी बिना तिमीलाई सम्झेर बाँच्ने, यही मेरो किस्मत रहेछ। प्रेम कहिलेकाहीँ पाउनुभन्दा पनि गुमाउँदा अझ शक्तिशाली हुन्छ। यो कुरा दुवैले बुझिसकेका थिए। उनीहरूको माया पुरा त भएन, तर अधुरो भएर पनि शाश्वत भयो। आकाश आज पनि भन्छ, स्नेहाको तस्बिर मनमै राखेर बाँच्नु नै मेरो प्रेमको तरिका हो। हजुरहरूलाई आकाश र स्नेहाको प्रेम कथा के कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद।